यो चाहिँ मङ्गलबारे छ होइन के हो मेकअप के हुने पर्यो अरे अब फाउन्डेसन फाउन्डेसन हाम्रो शान्ति डाँडा जाने बाटो जति छ। हेलो एभ्रिवान वेलकम टु माई ब्लग। अनि हामी चाहिँ घुम्न जान भनेर रेडी भइसकेको छौँ। अनि त्यो ठाउँमा जानलाई चाहिँ हामीदेखि नै कोसिस गरिरहेको थियौँ नि त। अनि फाइनल्ली आज चाहिँ हामी त्यो ठाउँमा जान लागेको छौँ। अनि मेरो भिडियो हेर्दै गर्नु होला। कहिलेदेखि त्यो ठाउँमा चाहिँ जान मन लागिरहेको त्यो ठाउँमा भाइरल भएदेखि नै जानु मन लागिरहेको थियो। अनि कस्तो लागिरहेछ? खुसी लागिरहेछ, रमाइलो लागिरहेछ। तर पानी पर्न आँटेको जस्तो भइरहेछ। मौसमले चाहिँ साथ दिएको छैन। र पनि हामी जाने हो, आधी हुरी आए पनि रोकेर रोकिनेवाला छैनौँ। अब हिँडेको त्यो पनि पानी आउन आँटेको छ। खै पुर्याउनु हुन्छ आज? अहिले सक्दैन नि होइन। पानी चाहिँ पर्नै आँटेको लगाएर छ होइन के हो रेलवे चोक हो। सरी म चाहिँ खासै चिन्दिनँ नि त, खासै घुमेको छैन। अनि कति धेरै झन्डै झन्डा पो रहेछ। हाम्रो साथीहरू चाहिँ अगाडि उहाँ बुलेट बाइकमा सर अगाडि, हामी चाहिँ स्कुटीमा छौँ। अनि नयाँ भ्लगर भिडियो कस्तो हुन्छ थाहा छैन। अहिले चाहिँ हामी सर्दु खोलामा आइपुगेको छौँ। के छ गाइजहरू? ल हेर त कस्तो रमाइलो। शीतलमा शीतल आनन्द पो भयो। भन्दा चाहिँ शीतल पनि ठिकै छ है। दाजु दिदी पनि हामीले ढिलो स्कुल कुदाएर होला, ढिलो कुदाइराख्नु। यता पनि पुरै जाडो जाडो बढ्न थाले जस्तो भएको छ आज। त्यो पश्चिमतिर साथीहरू पनि होला। हामी चाहिँ चाड मनाउन गएको कि गर्नु माछा खान गएको। बाटो बिग्रेर पिच हो कि ग्राभेल हो, डुङ्गै नहुने खालको बाटो। ऊ त्यहाँ झन् अब कस्तो रहेछ, पुल बनाएको रहेछ नि त त्यहाँनिर। यो बाटो हिँड्दा थिएन जस्तो लाग्छ। थिएन पक्कै पनि, भर्खर बनाएको होला यो पुल। बाटो त त्यो डर लाग्दो यार। हाम्रो शान्ति डाँडा जाने बाटो जति छ। मेकअप के हुने पर्यो अरे? अब फाउन्डेसन फाउन्डेसन लाउने थपिने राम्रो भयो। फाउन्डेसन थपिनु पर्यो। मास्क पनि नलगाइ हिँड्ने, हिरो नि पर्दैन। अब नपुग्दा चाहिँ भुट्ने हुन्थ्यो होला। राम्रो आइहाल्छ। कस्तो लाग्यो अरे दाजुलाई? राम्रो छ होइन? ल गयौँ है। फाइनल्ली हामी चाहिँ झन्डा चोकबाट अब भ्लगर हो भनेर फुटे भ्लगर हो। बारा क्षेत्र नगरपालिका 1 रहेछ यो क्षेत्र। पनि भिड लड्यो कि क्या अस्ति। कोसी अब चाहिँ आइपुग्न आँटो। कोसीको तिरैतिर हिँडिराखेको छौँ हामी। है भिडियो बनाउने पुल, कोसीको पुल। भरे आएर निस्किनु होला।
लका रिसोर्ट ल हामी कहाँ अरे बोक्ताङ डाँडा कि के डाँडा हिँडेको। अब बाटो चाहिँ कस्तो छ थाहा छैन। खोइ अब 5 किलोमिटर छ अरे यहाँबाट पनि। अब त्यसले हामीलाई पुर्याउँछ त होला कि चाहिँ देखाएको नि त होइन लोकेसन त्यही भएर तपाईँलाई 125 बाटो चाहिँ एकदम राम्रो रहेछ। पहाड पहाड हिँड्ने टाइपको बाटो मान्छेले तपाईँ यस्तै भएर त राम्रो अरू कहाँ हिँड्नुपर्छ अलिकति हिँड्नुपर्छ होला। स्कुटीले हामीलाई पुर्याउँछ ल। बाटो चाहिँ ओह्रालो यस्तो बाटो बाफ्रे हिँडेको हामी बोक्ताङ डाँडा। आयु बाटो खराब भएर म चाहिँ उत्रेर हिँडेँ होइन। बाटो त कोही कोही ठाउँ त डेन्जरै रहेछ। अब स्कुटीमा चाहिँ ओ मेरो साथी भन्दा पनि छोड्नेलाई चाहिँ डर लाग्दै लागिरहेको छ। छोड्नेलाई डर देखाएको डर लाग्छ होइन। खेती हेर न आमा कस्तो मजाले कोला खेती लगाएको रहेछ यहाँतिर त सबै घरि कोला खेती लगाएको रहेछ। लाग्दैन मलले गर्दा पुरै यता त कोला खेती पो रहेछ त फेमस त। अरे ओह्रालो कुदाउन डर लाग्छ क्या लाग्दैन। पछाडिको मान्छे आएको भने त फेरि लाग्छ नि। पछाडिको मान्छे बाटो चाहिँ तर मलाई डर लागिरहेको म त बुलेटमा चढेर जान्छु भएर 3 जना खोइ कहाँ हो बुलेटमा जान्छु भएर चाहिँ म 3 जना स्कुटीमा डर लाग्यो। डर लागेन तपाईँलाई कस्तो लाग्यो बाटो? खतम नि डर लाग्दैन। हात खाएको भोक लागेर के भइरहेछ मैले। तपाईँ के खाएर जाने के खाएर आज भएर त्यहाँनिर हतार खाने होइन नि। केही नखाने भने हामी 3 जना मात्रै खाएर जानुपर्छ है। मैले लाग्यो ठाउँ हिँड्नु पर्दा चाहिँ फेरि तलैबाट हिँडेर चाहिँ आउन सकिँदैन थियो होला होइन। कति लाग्छ? 1 घन्टा लाग्छ। कोही यो तपाईँले हिजो ल्याइदिए खालको कोला रहेछ नि त त्यही भएर हरियो हरियो क्या। बोट कता भन्दा यता हो यता अरे कता हो अरे ल हामी आइपुग्यौँ। कोला पनि बेच्न राख्नु भएको रहेछ। चटपटे खानुपर्छ है अहिले एकछिन। कोला रहेछ मान्छेहरू आएको छैन। त्यो प्याराग्लाइडिङ चाहिँ छैन नै होला आज मौसमको कारण। खै हामी आएको बेला चाहिँ आउनु पर्थ्यो। त्यही चाहिँ हेर्न भनेर आएको खै त्यही नै देखेन भने के फाइदा हो त भन्नु न। प्याराग्लाइडिङ उडेको धरानतिर त मान्छे चाहिँ हुनुहुँदो रहेछ अलिअलि तर छैन। के हो यस्तो राम्रो। तर त्यो प्याराग्लाइडिङ उडेको देख्दा चाहिँ राम्रो देखिने है। साँच्चै मनभित्रैबाट भन्नु त तपाईँलाई कस्तो लाग्यो? ठिकै
ए1 भ्यू हेर्नको लागि चाहिँ एकदमै राम्रो है। यहाँनिर आज प्याराग्लाइडिङ चाहिँ मौसमको कारणले गर्दा रोइन रहेछ, नभए झनै रमाइलो हुन्थ्यो। ल अब हामी चाहिँ जाने पर्यो। ल कता अबुई झनै चिप्लेर लडे। ल गएको ल हामी, बाई 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 गर्नु। पानी पनि अलिअलि छिटाउँदा थालेको के भएको। कोसीमा उत्रेर बसिराख्नु भएको रहेछ दाजु र दिदी। फोटो खिच्ने यहाँ मात्रै बस्नु भएको रहेछ। फोटो खिच्ने यहाँ नखिच्ने खै खिचौँ न सबैजना। चाहिँ हामी खाजा खाँदैछौँ। हामी माथि डाँडा पुगिवरि आएर खाजा खाँदैछौँ। यहाँको फेमस लोकल माछा मिठो रहेछ नै भएन खै। त्यो एक प्लेट देखाउन ल्याएर चाहिँ मिठै भएन। माछा एक प्लेट अर्डर गरेको अरे, यहाँ हेर न सकेर अरू ल्याएकै छैन। यस्तै मिठो थुक्पा रहेछ है, मिठो लाग्यो मलाई त। अलिकति झोल हाल न, मिठो हुन्छ क्या। माया गर्दा के गर्नु माया गर्ने पार्टी कहाँ, कुन होटलमा, कुन होटल मोमो खाएको।